सो हे गाइस, तपाईहरु सम्पूर्णलाई स्वागत छ लुदिपाल युट्युब च्यानलको नयाँ भिडियोमा। आज म हजुरलाई यस भिडियो अन्तर्गत रहेर सिकाउन गरेको छु, बुझाउन गरेको छु, देखाउन गरेको छु हजुरले पनि कसरी आफ्नो टिकटक आइडी जुन छ टिकटक आइडी को भिडियोहरुमा भ्युजहरु कसरी अटोमेटिकली ल्याउन सक्नुहुनेछ भन्ने कुराको हजुरलाई म स्पष्ट जानकारी दिने छु र यहाँनिर चोरीको भ्युज हो कि रियल भ्युज हो, यो के हो कसो हो, यो भिडियोको अन्त्यमा मिल्ने छ र भिडियोलाई अन्त्यसम्म हेर्नु होला, साथ सपोर्ट र माया देखाउनु होला। लुदिपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइबका साथसाथै बेल आइकनलाई पनि प्रेस गर्नु होला। अब लागौ भिडियोको मेन टपिक जुन छ टिकटकमा टिकटक भिडियोमा भ्युज कसरी ल्याउने भन्ने कुराको हजुरलाई म जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्त्यसम्म हेर्नु होला, साथ सपोर्ट र माया देखाउनु नै होला भन्न चाहन्छु। अब लागौ भिडियोको मेन टपिक तर्फ। सो गाइस, त्यसको लागि चाहिँ तपाईहरु पहिला सुरु यता देख्न सक्नुहुन्छ स्क्रिन, मोबाइल स्क्रिनमा देख्न सक्नुहुन्छ। आज म हजुरलाई यो जुन टिकटकमा भ्युज ल्याउने कुरा छ त्यो भ्युज कसरी ल्याउन सक्नुहुन्छ भन्ने कुराको फुल जानकारी दिन गएको छु। अब लागौ भिडियोको मेन टपिक तर्फ। मैले अघि नै भने सुरुमा चाहिँ म आफ्नो टिकटक एप खोल्छु। साउन्ड कम गरे म पहिला, यहाँनिर साउन्ड कम गरिसके र यहाँनिर म जुन देख्न सक्नुहुन्छ हजुरले यो भ्युज मैले टिकटकले आफूले दिएको होइन कि मैले आफ्नो चाहेर ल्याएको भ्युज हो। यो कसरी ल्याएको छु भन्ने कुरा म हजुरलाई यसै भिडियो अन्तर्गत रहेर जानकारी दिनेछु। सो गाइस, त्यसको लागि चाहिँ यहाँनिर म सर्च गर्छु आफ्नो टिकटक एकाउन्ट, अर्को एकाउन्ट सर्च गर्छु है म यहाँनिर टेक लुदिपाल। यसमा नि हजुरले मलाई फलो गर्न सक्नुहुनेछ। यो आइडी छ मेरो, यो मेरो नयाँ आइडी हो। यसमा हजुरले फलो गर्न सक्नुहुनेछ। यहाँनिर क्लिक गर्छु र मलाई यहाँनिर यस्तो खालको इन्टरफेस सो भइसकेको छ। यहाँनिर मैले यिनीहरुमा भ्युज बढाएको छैन। अब यसमा मैले भ्युज कसरी बढाउनु पर्छ भन्ने कुरा हजुरलाई जानकारी दिन गएको छु। पहिला सुरु चाहिँ म यसमा क्लिक गर्छु यो भिडियोमा। ल पहिला सुरुमा यसलाई लाइक पनि गरिहाले र अर्को पनि भिडियो आउँछ। यो दुईवटा भिडियोको मद्दतले मैले दुईवटा भिडियोमै एकैचोटी भ्युज ल्याउन सक्ने छु। कसरी सक्ने छु भिडियोलाई अन्त्यसम्म हेर्नु होला। त्यसको लागि चाहिँ यहाँनिर हजुरहरु गर्नुपर्ने हुन्छ केही पनि हैन। यहाँनिर देख्नुस्, यस्तो माथि तल स्क्रोल इन स्क्रोल आउट, स्वाइप अप स्वाइप डाउन यस्तो गर्नुपर्ने हुन्छ। हजुरले आधी घण्टासम्म नन स्टप गर्नुभयो भने हजुरको केही नभए पनि 10K सम्म भ्युज पुग्ने छ। यसरी नै हजुरले भ्युज बढाउन सक्नुहुन्छ। म हजुरलाई प्र्याक्टिकल साथ देखाउन गए। अब म सुरु गरे है। अनि म स्टार्ट गरिसके। माथि तल गरे। यसमा भ्युज कसरी बढ्छ भन्ने कुरा हो। यसरी नै भ्युज बढ्छ। यो भ्युज चाहिँ जेन्युइन हुनेछ है, एकदम कतैबाट चोरेको जस्तो पनि लाग्दैन टिकटकले। र टिकटकले यसपछि रिकमेन्ड पनि गर्न सुरु गर्छ। अहिले टिकटकले रिकमेन्ड पनि गर्न सुरु गर्छ अलिकति भ्युज बढेको देख्यो भने। केही नहुने हजुरले 9K सम्म पुर्याउनु भयो भने टिकटकले रिकमेन्ड पनि गर्न थाल्छ धेरै ऑडियन्ससँग। ल म अब हेर्छु। यस्तो माथि तल गरे। यहाँनिर हेर्न सक्नुहुन्छ पहिला सुरु यहाँनिर छ 182 अनि अर्को रहेको छ 292। यिनीहरु दुईटालाई त म स्क्रोल इन के अरे स्वाइप अप स्वाइप डाउन गरेको। अब हेर्नुस्, म ब्याक आएर फेरि गर्छु। एरोमा क्लिक गरे, फेरि यहाँनिर क्लिक गरे। मैले हेर्न सक्नुहुन्छ भक्करै मैले एकछिन स्वाइप अप स्वाइप डाउन गरेर यहाँनिर भक्करै मैले एकछिनमै यति भ्युज गेन गरिसकेको छु भने हजुरले यही प्रक्रिया धेरै बेरसम्म अपनाउनु भयो भने हजुरको नि पक्कै पनि भ्युज आउने छ। हजुर टेन्सन नलिनुस्, हजुरको भ्युज प्रब्लम टिकटकमा कहिले पनि आउँदैन। सो आजको भिडियो थियो यति नै। यो मैले बाइक हजुरलाई कसैले नि यो ज्ञान सिपको कुराहरु सिकाउँदैन। त्यसैले यो लुदिपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला भन्न चाहन्छु र बेल आइकनलाई पनि प्रेस गर्नु होला। धन्यवाद छ लास्टसम्म यो भिडियो हेरेकोमा। बाइ बाइ।
सो गाइस त्यो चाहिँ चोरीको भ्युज चाहिँ होइन है, त्यो चाहिँ एकदम रियल भ्युज हो। टिकटकले मोनेटाइजेसनको लागि नि मान्छ त्यो भ्युज मा केही गडबडी छैन, हजुरले त्यो अपनाउन सक्नुहुनेछ। र हजुरहरू सम्पूर्णलाई धन्यवाद छ मेरो यो भिडियो अन्त्यसम्म हेरेकोमा। बाई बाई, थ्याङ्क यू।